परिवारहरूको घरमा हुँदैन, त्यो ठाउँमा हुँदैन, किन यसरी लुकेर बस्नु भएको छ कि यो पहिलो घटना हो कि सिन्धुलीमा। तामाङमा पनि यो तामाङ जनजातिमा पनि यो पहिलो घटना हो कि यो जिउँदै मान्छेलाई जलाउने हामीले तराईतिर सुनाएको थिएँ। हामीले तराईतिर सुनेको कुरा आज त हाम्रै तामाङ समुदायभित्र यस्तो कुराहरू आउनु चाहिँ हामी सहन सकेन कि। त्यही भएर म काठमाडौँबाट म सिन्धुली आएको छु। अहिले मिल्यो भन्छ, कुन कुरामा मिल्यो त, के कुरामा मिल्यो जनताहरूलाई चाहिँ बताइदिनु त। हामी यत्रो कारणले हामी यत्रो तरिकाले आज मिल्यो त कुन कारणले मिल्यो भन्ने कुरा चाहिँ हो कि त्यति मात्रै चाहेको हाम्रो छ। त्यो होइन यस्तो त्यो हल्लाको भरमा होइन। अघि हामी सिडी कार्यालयमा थियो, सिडी कार्यालयमा हुँदाखेरि सबैजना महिलाहरू त्यही हुनुहुन्थ्यो। उहाँको मृतकको दाइ र भौँसीले चाहिँ अब यस्तो तरिकाले चाहिँ हामीले उसको जति पनि सम्पत्ति छ त्यसलाई रोका गर्ने होइन। अनि यतापट्टि चाहिँ अब ज्वाइँलाई निकाली नेपाल झुकाउने चारैजनालाई बराबरको कारवाही हुनुपर्छ भनेर हामीले माग राखेको छ। त्यो मुखले मात्रै भनेर भएन क्या, त्यसमा एउटा पेपर हुन्छ, त्यसमा हरेक कुराको हुन्छ, त्यो त छानबिन त हुनु पऱ्यो नि त। नत्र भए त भोलि त तपाईँलाई म मारिदिन्छु, मलाई केस नलाग्ने हो त होइन नि त। भोलि मलाई मार्छ, भोलि अरूलाई केस नलाग्ने होइन नि त। त्यसो भए त हामी त यहीँको मान्छे, यहीँको ठुल्ठुलो हाकिमहरूलाई मार्दिउँ, ठुल्ठुलोको वडा अध्यक्षलाई, ठुल्ठुलोको मेयरहरूलाई मार्दिउँ, अनि हाम्रो त केसै नलाग्दो रहेछ त। त्यो गर्ने नै हो भने त नभए कि त्यसरी जिउँदो जलाएको छ त्यसरी त्यसलाई जलाउन दिनु पऱ्यो त होइन र। त्यो भन्ने कुरा चाहिँ त्यही हो नि त। नेपाली समाजले कस्तो छ भने यहाँ एउटालाई पऱ्यो भने यहाँ सबैजना लागि पर्ने हो कि, तर यहाँ हातेकोले छोड्छ, पछि उनीहरूको बिचमा गएर के कुरामा मिलिदिन्छ, इभन पैसामा मिलिदिन्छ कि इभन उनीहरूको सम्बन्धमा मिलिदिन्छ। यो घटना चाहिँ यति डेन्जर हो कि एउटा मामाको छोरासँग बिहे गरेको एउटा सुशीला भुजेलले आज ज्यान गुमाउनु पऱ्यो कि। प्रत्येकचोटि माइतमा गएर मलाई मार्दैछ है, मलाई मार भन्छ ससुरा। त्यो ससुरा कस्तो मामा होला कि, मामा भन्ने शब्द पनि मलाई आज थुक्नु मन लाग्यो कि। नन्द भन्ने शब्द कस्तो होला, यो सासु भन्ने शब्द कस्तो होला भन्ने कुरा त अहिले सबैले भोग्यो नि त। अब एउटाले गर्दाखेरि सिन्धुलीवासी भरि नराम्रो भन्छ कि। हिजो अस्ति पनि के भन्दै थियो, सिन्धुलीमा त अब जानु हुँदैन है, मारेर खान्छ। तर म आएँ नि त, मलाई त डर सर केही थिएन, मर्नु पनि डर छैन मलाई त सर होइन। त्यो कारणले गर्दाखेरि सुशीला बहिनीले चाहिँ न्याय पाउनुपर्छ, त्यो नाबालिका बच्चाहरूले न्याय पाउनुपर्छ। यत्रो यत्रो नानी बच्चाहरू छ होइन, त्यो बच्चाहरूले चाहिँ न्याय पाउनुपर्छ। मेरो यही हो, मेरो माग यही हो। मेरो अरू कुनै पनि सुन्ने स्वार्थ छ होइन। म एकदमै स्वार्थी हिसाबले पनि आएको पनि होइन, म एकदमै पीडितको पक्षको लागि आएको। मैले बोल्दाखेरि कसैले न्याय पाउँछ, कसैको कुरा सुनिन्छ भने म बोल्न पनि तयार छु, म मर्न पनि तयार छु। यसैको लागि अब प्रशासनले चाहिँ समुदायलाई सुनिश्चित गर्नु पऱ्यो कि हामी यो घटनालाई चाहिँ गम्भीर रूपमा लिएर चाहिँ हामी कारवाही गर्छौँ भनेर सुनिश्चित गर्नु पर्यो। उहाँले त्यो पनि प्रेस मिट गरिदिनु पऱ्यो होइन। यो त एकदम सोसियल मिडियामा आएको कुरा हो। यो जनताहरूले बुझ्नु पऱ्यो, यहाँको एसपीले के गर्दैछ, यहाँको प्रमुखले के गर्दैछ भने चाहिँ यहाँको जनतालाई पनि क्लियर गराइदिनु पऱ्यो। यो सिन्धुलीको घटना त विश्व हल्लेको छ नि त, नेपाल होइन, यो हरेक देश विदेशै हल्लेको छ। यदि नेपालको अहिले चाहे ससिबना नेपाल छिर्न सक्दैन, मजाले सक्छ। केमा चलखेल भइरहेछ त कि तपाईँहरू काङ्ग्रेस पार्टीमा मिल्नुभयो कि एमाले तपाईँलाई दबाब दिए कि न तपाईँलाई कसैले दबाब दिएको छ नि भन्नु है। मैले बारम्बार भनेको छु पुलिसलाई, हिजो रातिको 9 बजे गएर मैले पीडितको घरमा आफै गएर पनि सोधेको छु, तपाईँहरूले लास जिम्मा लिने काम नगर्नु। सुशीला बहिनीको लास कुहियो पनि कुहियोस्, तर उसले न्याय पाउनु पऱ्यो। त्यो मरेपछि एउटा छुटा त हो नि, एउटा मरेको त्यो जुदो जलाउँदाखेरि मलाई बचाऊ बचाऊ भन्दै त्यतिखेर बाउले मैले गएर बचाउन सकेन। छोरी मार्दैछ, मेरो बहिनी मार्दैछ भन्ने जानकारी हुँदा हुँदा गएर उहाँले गएर बचाउन सकेन। अहिले त्यो लासमाथि चाहिँ किन राजनीति, किन मान्छे मरेपछि मात्रै न्याय पाउने हो त, हो त त्यो होइन नि त। त्यसो भए त्यसरी न्याय नै पाउने हो भने त्यसो सबै परिवारलाई जलाइदिउँ न त, सबैजना यहाँको जनता मिलेर उहाँहरू अपराध गर्नेहरूलाई लगेर जलाइदिउँ न त भन्ने कुरा हो कि मेरो चाहिँ। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरू सबैले साथ दिनुभएको छ। त्यो कारणले गर्दाखेरि सिन्धुली जनताहरूले पनि त्यही मात्रै कुरा चाहेको छ। तपाईँहरू मिल्नु त मिल्यो, केमा मिल्यो, न पैसाको बिठामा मिल्यो कि न तपाईँको न आफन्तमा मिल्यो कि न। उहाँले दोष दिनुभएको होइन सिन्धुलीको दिदीबहिनीहरूले, केमा मिल्यो त भनेर क्वेसनको उत्तर मात्रै सोधेको, त्यसको जवाब दिइदिनुहोस्। त्यही हो, भोलि गएर अरू चेलीबेटीहरू यसरी नजलियोस्। यो घटना यही वर्ष यही सालमा मात्रै 2-3 घटना घटिसक्यो। त्यो कारणले गर्दाखेरि यहाँले चाहिँ न्याय पाउनुपर्छ भन्ने माग हो। किनकि हामी छोरी मान्छेहरू चाहिँ जलेपछि बलात्कार भएपछि मात्र न्याय पाउने हो भने चाहिँ त्यो हाम्रो भन्नु केही पनि छैन। किनकि हामीलाई लगेर मारोस् जलाओस् त्यो सरकारकै हातमा छ कि, तर त्यो बच्चाहरूले चाहिँ न्याय पाउनु पऱ्यो कि। त्यो बच्चाहरूले यति धेरै पीडा, त्यो बच्चाहरूलाई आमा कहाँ छ भन्ने कुरो पनि थाहा छैन क्या त्यो बच्चाहरूलाई कि। हामी आमा बाउ नहुने मान्छेले हामीलाई थाहा छ होइन। त्यो आमा, मेरो आमा कहाँ छ भने मेरो मम्मी हस्पिटल हुनुहुन्छ, मलाई भरे लिन आउनुहुन्छ भने त्यो शब्दहरू बोल्नु भएको कि। त्यो शब्दहरू सुन्दाखेरि कति भावुक भयो होला कि। त्यो कारणले गर्दा माइती पक्ष चाहिँ कुन हिसाबले मिल्यो होइन, भोलि गएर त भोलि हरेक कुरा हुन्छ नि त होइन। त्यो कारणले गर्दा कुन हिसाबले कुन एग्रिमेन्टलाई मिल्यो भनेर चाहिँ त्यो कुरा चाहिँ हामीलाई जानकारी चाहियो।